Welcome to new video guys. आज चाहिँ त्यस्तो खासै केही त छैन हैन त्यस नर्मल डे हो। आज अलिकति मेरो के काम छ भन्दाखेरि चाहिँ अहिले म ब्याङ्क जानु छ। मेरो भिजा सकिसके हो अनि भिजा थप्नलाई अहिले म पहिला ब्याङ्क जानु छ त्यसपछि इमिग्रेसन जानु छ। त्यही भएर आज यो भिडियो बनाएको मैले। अहिले चाहिँ म लाइक दाल बनाउन आँटिरहेको छु। दाल र मासु बनाउने यहाँ अहिले मेरो साउ आउनुहुन्छ मलाई लिनलाई 3:30 तिर अनि साउको गाडीमा जान्छौँ हामी। मेरो चाहिँ के छ भन्दाखेरि आनन्द छ कि म चाहिँ लाइक नेपाली रेस्टुरेन्टमा काम गर्छु नि त नि। नेपाली रेस्टुरेन्टमा चाहिँ त्यो साउ पनि दाइ जस्तो पुरै दाइ नै हो भनौँ न होइन। मैले साउ कहिले भन्दिनँ कि दाइ नै भन्छु कि चिल हो नि त। अनि त्यही भएर चाहिँ आनन्द छ मलाई चाहिँ। दाल बनाउनु पर्यो फर्स्ट, त्यसपछि मासु बनाउँछु। सबै बनाइसकेपछि खान्छु, खाएपछि रेडी अनि रेडी भएपछि लाग्नु पर्ने हुन्छ गाइस। गाडीको भ्लग चाहिँ मेरो सुवनको थियो नि त। रातारात गयौँ हामी अनि रमाइलो नै भयो जस। अब यो भ्लग पनि मजाले हेर्नै पर्ने हुन्छ, सबजनाले हेर्नु होला। अनि लाइक इट्स नर्मल भ्लगै त्यो अरू केही पनि होइन। त्यस्तै अब बनाउन मन लाग्छ नि त हल्का रहर अनि बनाएरै बसिरहेको हुन्छ। के गरिरहेको छु भनेर देखाउन मन लाग्छ, त्यही हो। द्याट्स अल। ल पिस आउट। हाल्दैन हैन केस दाइ फेरि पनि स्वागत छ है। भन्नु छ के भन्नु छैन भाइ, ठीक छ नि? एकदम गुड। वेलकम टु आवर अनदर ब्लग। यस यहाँ अर्को पनि छ। यो त वहाँ के अरे लाङटाङबाट झरे जस्तो छ त हो यो फुटबल। बिग्रेको भोटे के भन्छ त बिग्रेको भोटेहरूले कालिकासानको काट्छ भनेपछि काट्छ मार्छ भनेपछि मार्छ। आजको यात्रा दाइसो र इन्सुरेन्स ब्याङ्क अनि फर्किँदा रेस्टुरेन्टको सामान होम मार्ट या बैंक। 2000 years later. फाइनली ब्याङ्कको झन्झट सक्यो। चलिङ पहिलाको भ्लगमा हेर्नुभयो हामी सुन गएको थियो। यो आजको चाहिँ नर्मल भ्लग हो। अहिले हामी ब्याङ्कको काम सकाएर यहाँ इन्सुरेन्सको काम गर्न आजौँ। इन्सुरेन्सको काम सकेपछि कहाँ जाने रे? होम मार्ट सपिङको लागि, रेस्टुरेन्टको लागि। त्यसपछि हामी सिधै रेस्टुरेन्ट जान्छौँ। त्यसपछि काम गर्नुपर्छ फेरि। त्यति हो, नर्मल हो आज। आज बेसीमा भ्लग भयो भने 5-6 मिनटको हुन्छ। 5-6 मिनटको हो नि हामी उत्कृष्ट हाल्ने हो, डेली हाल्ने हो। हामी उत्कृष्ट बनाउँछौँ, उत्कृष्ट हाल्छौँ गाडी। या सडक एभरेस्ट बङपोको छ है फेरि। अच्छा फेरि यतिकै हुन्छ। के लियो दादाले। यस्तो जाडो मौसममा यस्तोरी बोकेर हिँड्नु पर्दो रहेछ गाइजहरू। यस्तो छ सामान गाडीमा हाल्दैछ। पानी परिरहेछ। हाम्रो बसले फेरि डेन्जर काम गर्छ। बाई बाई, अहिले काममा भेट्छ है।
साइको चल्यो त हाम्रो गाडी गयो यो पो खाइरहेको रहेछु सेट अर्कोले मोडी दिदी ल्याइदिएको रे त लास्टको मलाई भने दिदी अन्डावाला चाहिँ मलाई ल मोडी दाइ चिज नानी मोडी दाइ सो म डाइरेक्ट काम आएको थिएँ कामबाट आएपछिलाई अलिकति बिजी भयो त अघि पिज्जा सिजा खायो दिदीहरूले बियर खिन्छन आयो चाउमिन हुँदैछ लगाइस अब बन्द गर्नुपर्ने हुन्छ भाडा साडा हालेर यति सब हाल्नुपर्ने हुन्छ क्लोजिङ यस्तो हुन्छ ट्याक्क क्लोजिङ गर्न आयो अर्डर आइहाल्यो झ्याप्पै यसरी हानिहाल्नुपर्छ फेरि साँच्चै निम्टिन्छ हो मेरो केटा हो ल गाइस बाइ बाइ अब क्लोज गरेको भिडियो हल्का राखिदिन्छु त्यसपछि सक्यो त्यसपछि क्याम्पदम घुम्नु जानुपर्छ गुड नाइट गाइस अब सक्यो हाम्रो हल्का हात हल्का काट्यो के भएन नर्मल हो यो त ल अघि कस्तो फोहोर थियो अहिले चिटिक्क भयो यस्तो गर्नुपर्छ डेली हामीले गरेन भने फेरि अलिकति डटी हुन्छ हाम्रो यहाँ डेन्जर वाँके दिदी यही होला दिदी बाई गरिदिनु न बाई गाइस जहिले जाँदाखेरि फ्यान चाहिँ अफ गर्नुपर्छ त्यसपछि आएर गाइस ग्यास अफ गर्नुपर्छ भइसकेपछि यताको ग्यास पनि अफ हानिदिने यता पनि हानेपछि सक्यो ह्यान्डी प्लस लगाइसकेको छु मैले दिदीले कुरै हान्छ बाइ बाइ गाइस पर्दैन काम सक्यो केटा हो अब घर चलिदिनु पर्यो अब होइन बाइ बाइ see you in next vlog bye